साथीहरू एउटा यस्तो बेरिस क्यान्डल जुन मार्केटको चार्टमा बनेपछि एउटा ठुलो भुइँचालोलाई दिन्छ जसको नाम हो सुटिङ स्टार। सामान्यतया सुटिङ स्टार क्यान्डल मार्केट अप ट्रेन्डमा हुँदा रेसिस्टेन्ट लाइनमा चाहिँ बन्छ र यसले के सङ्केत दिन्छ, बायर्सहरू अब कमजोर हुँदैछन् र सेलर्सहरू यहाँ धेरै एक्टिभ भएछन् र त्यहाँबाट चाहिँ मार्केट अब डाउन ट्रेन्डमा मुभ गर्छ र यो सुटिङ स्टार क्यान्डलले हामीलाई के सङ्केत दिन्छ कि मार्केटमा बायर्स बढी छन् कि सेलर्स बढी छन् र मार्केट घट्न सक्छ कि बढ्न सक्छ भन्ने सङ्केतहरू यही सुटिङ स्टार क्यान्डल्सले दिन्छ। त्यही भएर यो सुटिङ स्टार क्यान्डललाई एउटा खतरनाक क्यान्डल स्टिकको रूपमा चाहिँ लिने गरिन्छ र यदि तपाईँले चार्टमा सुटिङ स्टार क्यान्डल देख्नुभयो भने त्यहाँबाट चाहिँ सतर्क हुनुहोस्, तुरन्तै सेयर नकिन्नुहोस् र अर्को क्यान्डलको चाहिँ वेट गर्नुहोस् कन्फर्मेसनको लागि, किनभने त्यो रेसिस्टेन्ट लाइन हो। यदि रेसिस्टेन्ट लाइनमा ग्रिन क्यान्डल बन्यो भने त्यसले के सङ्केत दिन्छ कि रेसिस्टेन्ट ब्रेक पनि हुन सक्छ। यदि ब्रेक आउट भयो भने त्यहाँबाट मार्केट झन् अप ट्रेन्डमा जान्छ। त्यही भएर त्यहाँ चाहिँ कन्फर्मेसनको लागि वेट गर्नुहोस् र यस्ता नेप्से ट्रेडिङ टिप्सहरूको लागि च्यानललाई सब्सक्राइब गर्नुहोस्, फलो गर्नुहोस् र सेयर पनि गर्नुहोस्। धन्यवाद।